उहाँ श्री चिसा पानी सेकेन्डरी स्कुलबाट आउँदै हुनुहुन्छ उहाँले पनि सेल्फ कोरियोग्राफी गर्नुभएको छ लेट्स वेलकम अन स्टेज कन्टेस्टेन्ट नम्बर 78 लाजिमा राय वर्षौंदेखि लाजिमा एउटा बाचाको भरमा बसिरहेकी छिन् उभौली उधौली दशैं तिहार वा अरू कुनै चाडपर्वमा म तिमीलाई लिन आउने छु भनेर परदेशिएका आफ्नो प्रेमिकाको प्रतीक्षामा बसिरहेकी छिन् उनलाई पर्खिरहेकी छिन् शीतैको चिसो तरेली सुनसान बाटो हेरी बस्छ ढप्किँदैनन् यी परेली सुनसान बाटो हेरी बस्छ ढप्किँदैनन् यी परेली चर्केर उनलाई सताउला ए बादल घाम चर्केर उनलाई सताउला ए बादल छेकिदेऊ है बर्सातैले बाटो छेक्ला ए खोला बर्सातैले बाटो छेक्ला समय बित्दै गयो उधौली उभौली आयो अनि दशैं पनि आयो जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधात्री त्यसै गरी गाउँमा तिहार पनि भित्रिन थाल्यो तर ऊ आएनन् जसको प्रतीक्षामा लाजिमा बसिरहेकी थिइन् उसले आफ्नो प्रेमीलाई पर्खिरहेकी छिन् हजुरलाई पर्खी बस्छ शीतैको चिसो तरेली अनि एक दिन अचानक आएको एउटा खबरले गाउँ नै स्तब्ध बनायो गाउँमा आयो तर ऊ होइन उसको मृत्युको खबर उसको मृत्युको खबर कहीँ भाग्यले मिलनभन्दा अघि नै कथाको अन्त्य लेखिदिने रहेछ And ladies and gentlemen, this is Lajima Rai. Still into the character. साँच्चैको पनि रोइराख्नु भएको छ लजिमा. Lajima, are you okay? Okay. So I think हामी best कमल सरबाट सुन्छौँ. नमस्ते शिवा नमस्ते शिवा लाजिमा भनेको के हो नानी सबभन्दा पहिला लाजिमा भनेको हाम्रो चाम्लिङ भाषाबाट सायद लजाउनु भन्छ लाजिमा पूर्वेली बाका हजुर सर धेरै राम्रो थ्याङ्क यू सो मच सर
कोअर्डिनेसन्स राम्रो छ, कन्टेम्पोरेरी टाइप लानुभएको छ, स्पेसल ड्रामा पनि छ, उहाँहरूको इन्ट्री पनि ठिक छ, सबै कुरो राम्रो छ र क्ल्यारिटी छ मुभमेन्टमा, एक्सप्रेसन पनि राम्रो छ, ग्रेसफुल बेस्ट मेलोडी, मलाई त मन पर्यो। थ्याङ्क यू सो मच समर्पणलाई कस्तो लाग्छ? मलाई पनि एकदमै राम्रो लाग्छ। थ्याङ्क यू सो मच सर रेबिकालाई कस्तो लाग्छ? मलाई पनि एकदमै राम्रो एकदमै पिसफुल लाग्यो। थ्याङ्क यू सो All the मच म्याम best. राम्रो छ ल, थ्याङ्क यू सो मच राम्रो छ, अझै उन्नति गर्दै जानुहोस्। चाम्लिङ होइन? म बान्तावा गामुरे राई। ए चाम्लिङ चाहिँ मेरो मम्मी हुनुहुन्छ। चाम्लिङ हो त चाम्रो हुन्छ अरे नि। ल थ्याङ्क यू भेरी मच, गड ब्लेस यु ल। थ्याङ्क यू सर I have a small suggestion. लास्टमा छ नि, आई थट समथिङ इज कमिङ हुन्छ नि यसमा। लास्टमा त्यही इमोसनसँग इफ यु के अरे डु मोर नि, सेम द इमोसन किप इट द सेम वे, बट जस्ट त्यसमा डान्स गर अझै हुन्छ नि। त्यो इमोसनमा वी आर जस्ट सिइङ योर इमोसन ओन्ली। त्यही इमोसनसँग इफ वी डान्स, लाइक मेरो लिस्टमा त आई थिङ्क तपाईँ धेरै राम्रो थियो। मतलब थ्याङ्क यू सो इफ मच त्यो लास्टको अलिकति यु नो एक्चुली उहाँले खोज्नु भएको चाहिँ लास्टको त्यो भडास, ट्रेजेडी भडास भन्छ, हामी ताण्डव जान्छौँ न, भडास चाहिन्छ भनेको उहाँले। जस्तै जिन्दगी त बर्बाद भयो, त्यो भडास निकाल्ने भनेको उहाँले। त्यो भडास चाहियो, एउटा ताण्डव चाहियो, त्यो भनेको उहाँले। त्यो तपाईँको ट्रेजेडी चाहिँ त्यो डान्समा निकाल्नुपर्छ भनेको, द्याट इज द वे। लाजिमा आई थिङ्क तपाईँले हामीलाई 4 मिनट 30 सेकेन्डको गीत दिनुभएको थियो होइन? हजुर सर अनि हामीले चाहिँ उहाँलाई चाहिँ 4 मिनटभन्दा मिल्दैन भनेपछि उहाँले घटाउनु भएको, सायद त्यो पार्ट फाल्नु भएको हो कि? हजुर मैले लास्टको चट्टे काटेको थिएँ, अगाडिको पनि चट्टे काटेको थिएँ, त्यही भएर सो त्यही भएर उहाँको अलिकति अनकम्प्लिट भएको। यो हाम्रो रुल्स अनुसारले हामीले चाहिँ 4 मिनटभन्दा माथि नदिएको कारणले गर्दा उहाँले 4 मिनट 30 सेकेन्डको पठाउनु भएको थियो पहिला होइन? हजुर सर यो चाहिँ तपाईँहरूले बुझिदिनु होला है। सो अलिकति लास्टमा इन्कम्प्लिट लागेको त्यो कारणले हुनसक्छ। ठिक छ, इट्स गुड। किनकि हामीलाई 3 मिनट भनेको एकदम धेरै हुन्छ। लाइक म त मोस्टली धेरै छ 130 नभए 2 मिनट्समै आई ट्राई टु सो एभ्रिथिङ नि त। अनि कल्चरलमा चाहिँ मेबी त्यो प्रेजेन्टेसनको लागि अलि धेरै टाइम लाग्छ होला, बट देन 3:30मा आई गेस देखाउन सकिन्छ। मलाई लाग्छ चाहिँ नेक्स्ट टाइम प्लिज ट्राई योर बेस्ट। 4 मिनट होइन, 3 मिनट इज एनफ टु शोकेस एभ्रिथिङ। बट देन अल द बेस्ट, जति पनि देखाउनु भयो, आइ एम रियली इम्प्रेस्ड बाई यु। आई विल रिमेम्बर यु बाई द वे, एकदम राम्रोसँग। अल द थ्याङ्क यू बेस्ट। सो मच सर थ्याङ्क यू सो मच